किन र शास्त्र पनि बताएको छ जो वास्तविक साधु यदि पाएको छ तपाईलाई जीवनमा र त्यो साधुको प्रति तपाईको हृदयमा आसक्ति भएको छ, यो वैकुण्ठ जाने बाटो। प्रसङ्गमजरां पासं आत्मानं कवयो विदुः स एव साधुषु कृतो मोक्षद्वारमपावृतम्। भौतिक संसारको प्रति आसक्ति यथा गृहक्षेत्र सुतप्तवित्तर्जनस्य मोहोऽयमहं ममेति, यो धोकाको संसार कृष्ण भुल्ने नै बेकार। यस्तो व्यस पूजा हामीहरूलाई फेरि मुख पाइदिन बारम्बार, चुला पाइदिन बारम्बार। बताइएको छ चन्द्रमा एउटा, इको चन्द्र त मोहन्ती नछन्, तर चन्द्रमा एउटा, चन्द्रमा एउटा, तर एउटा चन्द्रमा सम्पूर्ण गगनलाई रोशनी दिन्छ र शीतलता पनि दिन्छ। चन्द्रमाको गुण नै छ शीतल बनाउँदैछ संसारलाई। तपोतप्यन्ति तापेन, त्यो संसारमा पनि ताप धेरै छ। काम अग्नि, क्रोध अग्नि, लोभ अग्नि, ईर्ष्या अग्नि, धेरै धेरै ईर्ष्या अग्नि छ, धेरै धेरै लोभ, काम, क्रोध, लोभ, मान्छेको असन्तुष्टि हुन्छ। तर अशान्तस्य कुतः सुखम। तर शुद्ध भक्त जस्तो भागवतम, एउटा पुस्तक भागवतम, एउटा व्यक्ति भागवतम, व्यक्ति भागवतम जसको जीवन शास्त्रको अनुसार पनि हेर्नु सक्नुहुन्छ। उहाँको जीवन हेरेर हामीहरूलाई पनि शास्त्र पढ्नु जरुरत छैन। उहाँको जीवन नै प्रवचन हो। श्री महाविष्णु स्वामी महाराज उहाँको जीवन नै खुलेको किताब जस्तो छ। बताइएको छ अंग्रेजीमा डोन्ट जज द बुक बाइ द कभर, हैन? कभर हेरेर मात्रै तपाई किताबको बारेमा जानकारी प्राप्त गर्नुको लागि कोसिस नगर, पढ्नु पर्छ, गहराई जानु पर्छ। हिंदी में कहावत है, जिन खोजा तीन पहिया गहरी पानी पे, किच्चु नहीं पाए बैठे किनारे पे। जिन खोजा तीन पहिया, गहराईमा गएर तपाईलाई मोती पाइन्छ, किनारमा बसेर मात्र कहिले पनि केही पनि हुँदैन। हामीहरूले पनि यो शास्त्रको सार बुझ्नुको लागि यो मोती हीरा जो समुद्रको एकदम गहराईमा छ, तल छ, त्यो हामीहरूलाई पनि हावा चाहिन्छ। थाहा छ कहिले पनि पानीमा यसो तिर्नुको लागि पनि धेरै हावा चाहिन्छ। र तपाईँ थाहा छैन होला, कहिले स्कुबा डाइभिङ पनि एउटा सिलिन्डर छ, अक्सिजन पनि मास्क लगाएर तल तल जाने। र तर समुद्रको भित्र धेरै धेरै खतरनाक माछाहरू छन्, शार्कहरू खतरनाक खान्छ मान्छेलाई। तर यदि व्यक्तिसँग विश्वास छ, यो भक्ति र समृद्ध सिन्धु, भक्तिको समुद्र जस्तो। तर यो शास्त्रसार, भक्तिसार समुद्रको तल छ, माथि छैन। माथि सानो सानो माछा मात्रै। तर यदि तपाईँ वास्तवमा समुद्रको सुन्दरता हेर्नु चाहनुहुन्छ, तपाईँले गहराईमा जानुपर्छ। र गहराईमा जानुको लागि धेरै हावा चाहिन्छ, सिलिन्डर चाहिन्छ, तुल चाहिन्छ। मात्र मुखले 5 मिनट 3 मिनटको लागि मात्रै हुन्छ। तर तपाईँ पुरै जीवन तिर्नु चाहनुहुन्छ, गहराईमा जानु चाहनुहुन्छ र सम्पत्ति पनि ग्रहण गर्नु चाहनुहुन्छ, त्यो ठुलो सिलिन्डर चाहिन्छ। नि त त्यो सिलिन्डर भन्छ श्रद्धा। श्रद्धा, जुन व्यक्तिसँग सानो श्रद्धा छ, कमल श्रद्धा, लौकिक श्रद्धा, थोरै थोरै, हरे कृष्ण, बस थोरै मन्दिरमा आएर गएर थोरै कृपा पाएको छ, थोरै सा महाप्रसाद पाएको छ, थोरै फेरि गएको छ, आएर गएर